गाइस आज चाहिँ हामी खोलामा माछा मार्न जाँदैछौँ। माछा मार्न जाँदैछौँ भन्दा पनि हामी चाहिँ नि खोलामा माछा मारेको देखाउन जाँदैछौँ। हेर्न सक्नुहुन्छ यो चाहिँ चरौतीको खोला हो। आजको र हिजोको पानीले चाहिँ एकदमै खोला बढेको छ। अन्त हाम्रो दादाहरू चाहिँ यता माछा मार्दै हुनुहुन्छ भने फेरि हाम्रो मम्मीलाई चाहिँ गएर ल सरी तर त्यही नै हो। तर उहाँले त्यही नै भन्नुभएको थियो मलाई गए तिमीहरू चाहिँ इट वाज लाइक लगनको बेला हग। अन्त एकछिनमा चाहिँ एकदमै धेरै माछा परेको थियो। माछा चाहिँ मैले टिप्नु परेको थियो त्यही भएर राम्रोसँग भिडियो बनाउनु पाइनँ। अन्त यहाँ चाहिँ हाम्रो मम्मी र दादा हुनुहुन्छ हेर्न सक्नुहुन्छ माछा मार्दै हुनुहुन्छ कि अब चाहिँ माछा धेरै पारे। रातिको 11:30 पनि भइसक्यो। सो हामी चाहिँ घरतिर लागेको हो। सबैभन्दा अगाडि चाहिँ दुईटा दादा हुनुहुन्छ त्यसपछि दुईटा मम्मी ठुलो मम्मी र हाम्रो मम्मी। अन्त लास्टमा चाहिँ म एक्लै छु होइन। द्याट मिन मलाई राति डर लाग्दैन। देख्नुभयो म कति स्ट्रङ छु। गुरुङको छोरी पो। अन्त साथीहरू यो चाहिँ अघि मारेको माछा हो हेर्न सक्नुहुन्छ। सानो माछा भन्दा पनि धेरै जलको पुर परेको छ। बिचरा त्यो माछाहरूलाई कति गाह्रो भयो होला। भएर होला मैले माछा धेरै टिप्न सकिनँ। करले 9वटा माछा मात्र टिपेको थियो त्यही पनि गनी माफ गरिदिनु भगवान् मैले 9जनालाई मारे बिचरा। यति धेरै माछाको ज्यान लिने मान्छे चाहिँ उहाँ नै यसलाई चाहिँ कडाभन्दा कडा सजाय मिल्नुपर्छ कि उहाँले धेरैजनालाई मार्नु भएको छ। यति भन्दै बाई।